नमस्ते, म साइग्रेस लामा। आज पनि हामी नयाँ भिडियो लिएर उपस्थित भएको छौँ। आज म तपाईँहरूलाई जीवनमा सफल बन्न हामीले के कस्ता आत्मविश्वास चाहिन्छ र हामीले के कस्ता निर्णय लिनुपर्छ भनेर भन्न गइरहेको छु। सबैजनाले अन्तिमसम्म सुनेर साथ दिनुहोला। तपाईँ जीवनमा सफल व्यक्ति बन्नु छ भने आफैले आफैलाई अगाडि बढ्न प्रेरणा र दबाब दिनुपर्छ। जबसम्म तपाईँ अगाडि बढ्ने कोसिस र जीवनमा सङ्घर्ष गर्नुहुन्न तबसम्म तपाईँलाई कसैले पनि चिन्ने छैन। तपाईँलाई यो दुनियाँले त्यो दिन मात्र चिन्नेछ जुन दिन तपाईँ सफल व्यक्ति बन्नुहुन्छ नि। हो मित्र, त्यो दिन मात्र तपाईँलाई यो दुनियाँले चिन्नेछ। हाम्रो जीवनको सबैभन्दा ठुलो सत्य यही नै हो। त्यसैले तपाईँ जीवनमा सफल बन्नु छ भने आफ्नो लक्ष्य, आफ्नो इच्छा, आफ्नो समस्या, आफ्नो सपना, आफ्नो रहर, आफ्नो जीवनको सुख दुःख हरेक कुरालाई दुनियाँको प्रभाव नगरी स्वयं आफैले नै निर्णय लिएर काम गर्नुपर्छ। जो मान्छेले आफ्नो जीवनमा हरेक दुःख कष्टलाई सामना गरेर जीवनमा अगाडि बढ्छ नि, जीवनमा त्यही व्यक्ति नै सफल भइन्छ। जो व्यक्तिले आफ्नो जीवनको बाटोको आफै जिम्मेवारीका साथ आफै जिम्मेवारी लिएर अगाडि बढ्छ नि, त्यही व्यक्ति नै जीवनमा सफल बन्छौँ। त्यसैले हामी कुनै पनि काम गर्दा वा जेसुकै गर्दा पनि जीवनमा रिस्क लिन जरुरी छ। यो दुनियाँले तपाईँले गरेको मेहनत सङ्घर्ष देख्दैन, तर तपाईँ सफल भएको देखिन्छ। हो मित्र, त्यसकारण तपाईँ जीवनमा सफल व्यक्ति बन्न कहिले पनि जीवनमा गल्ती गर्न डराउनु हुँदैन। किनकि सफल व्यक्ति बन्न सबैलाई मनपर्छ र दुःख र गल्ती पनि सबैले गर्छ, तर त्यसलाई स्वीकार्न सक्दैन। त्यसैले गल्तीलाई स्वीकार्न र सुधार गर्न सक्नुपर्छ, अनि मात्र मित्र जीवनमा सफल भइन्छ। त्यसैले सफलता प्राप्त गर्न तपाईँभित्रको डर, तपाईँभित्रको आलस्य, तपाईँभित्रको थकाइलाई कुनै पनि प्रभाव नगरी र यो समाजको पनि कुनै प्रभाव नगरी तपाईँ मैदानमा उत्रेर लड्नुपर्छ र आफैलाई होसियारपूर्वक चलाउनुपर्छ। किनकि जीवनमा सफलता सजिलै पाउन सकिँदैन। त्यसैले यो भिडियो हेरेर अन्तिमसम्म साथ दिनुहुने सम्पूर्ण हाम्रो इष्टमित्र तपाईँहरू सबैजनालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद। र हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न बिर्सेको छ भने सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है त, र लाइक कमेन्ट पनि गरिदिनु होला। यति भन्दै आज म बिदा हुन्छु। हस्त, नमस्ते।